वर्ष 2082 ऐतिहासिक नियुक्ति वर्ष भएको छ। पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले इतिहास रच्नुभयो भने प्रथम महिला महान्यायवक्ताको रूपमा सविता भण्डारी बरालले पनि अर्को इतिहास लेख्नुभयो। त्यस्तै सबैभन्दा कम उमेरका निर्वाचित प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह नियुक्त हुनुभयो। अन्तर्राष्ट्रिय परिदृश्यमा भने अल्बानिया सरकारले विश्वकै पहिलो एआई मन्त्रीका रूपमा डियलालाई नियुक्त गरी विश्वलाई नै चकित बनायो। नमस्कार, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी लिएर आएका छौं एकदमै महत्त्वपूर्ण अपडेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियुक्ति 2083, जहाँ 2082 वैशाखदेखि चैतसम्म भएका सबै प्रमुख नियुक्तिहरूलाई हामी तपाईलाई एकै ठाउँमा सजिलो र स्पष्ट रूपमा प्रस्तुत गर्नेछौं। यो समसामयिक भाग 2 हो। भाग 1 अर्थात् राष्ट्रिय दिवस सम्बन्धी भिडियो हाम्रो च्यानलमा पहिल्यै नै अपलोड भइसकेको छ, हेर्न नभुल्नुहोला। परीक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले भिडियो अन्त्यसम्म हेर्नुहोला। प्रतिनिधि सभा निर्वाचन 2082 मा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 बहुमत प्राप्त गरेपछि राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन 2082 चैत्र 13 गते नेपालका 47औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। बालेन व्यक्तिका आधारमा 40औं प्रधानमन्त्री हुन्। बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रपाको एकल सरकार गठन भएको हो। नेपालको पहिलो निर्वाचित कान्छो प्रधानमन्त्री बन्नुभएको छ बालेन्द्र शाह। नेपालको संविधानको धारा 76(1) मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्री परिषदको गठन हुनेछ भन्ने व्यवस्था रहेको र सोही बमोजिम बालेन प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रथम प्रधानमन्त्री भीमसेन थापा, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, गणतन्त्र नेपालका निर्वाचित प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की, यी तथ्यलाई पनि याद राख्नुहोला। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। प्रतिनिधि सभाका सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोल प्रसाद अर्याल डीपी अर्याल 2082 चैत्र 22 मा निर्विरोध निर्वाचित हुनुभयो। अर्याल प्रतिनिधि सभाको 10औं सभामुख हुनुहुन्छ। प्रथम सभामुख कृष्ण प्रसाद भट्टराई हुन् भने प्रथम महिला सभामुख ओनसरी घरती मगर हुन्। नेपालको संविधानको धारा 91 मा प्रतिनिधि सभाका सभामुख र उपसभामुखको व्यवस्था रहेको छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। प्रतिनिधि सभाका उपसभामुख। प्रतिनिधि सभाका उपसभामुखमा श्रम संस्कृति पार्टीका रूबी कुमारी 2082 चैत्र 27 गते निर्वाचित हुनुभएको हो। रूबी कुमारी प्रतिनिधि सभाको 13औं उपसभामुख हुनुहुन्छ। प्रथम उपसभामुख महेन्द्र नारायण निधि हुन् भने प्रथम महिला उपसभामुख लीला सुब्बा श्रेष्ठ हुन्। नेपालको संविधानको धारा 91 मा प्रतिनिधि सभाका सभामुख र उपसभामुखको व्यवस्था रहेको। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश। कामु प्रधान न्यायाधीशमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ललाई 2082 चैत्र 18 मा नियुक्त गरिएको हो। 32औं प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत हुनुहुन्थ्यो भने सम्भवतः अब 33औं प्रधान न्यायाधीशमा मल्ल नियुक्त हुनुहुनेछ। प्रथम प्रधान न्यायाधीश हरिप्रसाद प्रधान हुन् भने प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की हुनुहुन्छ। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्ने नेपालको संविधानको धारा 129(2) मा व्यवस्था रहेको छ भने प्रधान न्यायाधीशको पदावधि 6 वर्षको हुने व्यवस्था छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। महान्यायाधिवक्ता। नेपाल सरकारको कानुनी सल्लाहकारका रूपमा चिनिने महान्यायाधिवक्तामा डाक्टर नारायण दत्त कण्डेल 2082 चैत्र 22 गते नियुक्त हुनुभएको हो। उहाँ 31औं महान्यायाधिवक्ता हुनुहुन्छ।
प्रथम महान्यायाधिवक्ता कालीप्रसाद उपाध्याय हुन् भने प्रथम महिला महान्यायाधिवक्ता सबिता भण्डारी बराल हुन्। राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त गर्ने नेपालको संविधानको धारा 157मा व्यवस्था रहेको छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट 2082 चैत्र 24 गते नियुक्त हुनुभएको छ। भट्ट राष्ट्रिय योजना आयोगको 29औं उपाध्यक्ष बन्नुभएको छ। प्रथम उपाध्यक्ष सरदार गुन्जमान सिंह हुन्। राष्ट्रिय योजना आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था नेपाल सरकारद्वारा जारी राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश बमोजिम कार्यान्वयनमा छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। नेपाल सरकारको मुख्य सचिवमा सुमन राज अर्याल 2082 मङ्सिर 8 गते नियुक्त हुनुभएको हो। अर्याल 29औं मुख्य सचिव बन्नुभएको छ। प्रथम मुख्य सचिव चन्द्रबहादुर थापा हुन् भने प्रथम महिला मुख्य सचिव लीला देवी गणतौला हुन्। मुख्य सचिवको पदावधि 3 वर्षको हुने व्यवस्था छ। निजामती सेवा ऐन 2049 को दफा 19(1) क मा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव पदमा बहालवाला सचिवहरू मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा नेपाल सरकारले छनौट गरी बढुवा गर्छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। गभर्नर। नेपाल राष्ट्र ब्याङ्कको गभर्नरमा डाक्टर विश्वनाथ पौडेल 2082 जेठ 6 गते नियुक्त हुनुभएको छ। पौडेल नेपाल राष्ट्र ब्याङ्कका 18औं गभर्नर बन्नुभएको हो। प्रथम गभर्नर हिमालय शमशेर जबरा हुन्। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 15(1) मा नेपाल सरकार मन्त्री परिषदले अर्थमन्त्रीको अध्यक्षतामा गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्त गर्ने व्यवस्था रहेको छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। महानिरीक्षक। नेपाल प्रहरीको महानिरीक्षक पदमा दानबहादुर कार्की 2082 कार्तिक 24 गते नियुक्त हुनुभएको हो। कार्की 33औं प्रहरी महानिरीक्षक बन्नुभएको छ। प्रथम प्रहरी महानिरीक्षक तोरण शमशेर जबरा हुन्। नेपालको संविधानको धारा 268 मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था रहेको छ। अब लागौं अर्को महत्त्वपूर्ण राष्ट्रिय नियुक्तितर्फ। उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्षमा गौरी बहादुर कार्की नियुक्त हुनुभएको छ। 2082 असोज 5 गते बसेको मन्त्री परिषद बैठकले 3 सदस्यीय आयोगको अध्यक्षमा कार्कीलाई नियुक्त गरेको हो। सरकारले जेन्जी आन्दोलनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न आयोग गठन गरेको हो। आयोगका सदस्यहरू विज्ञानराज शर्मा, पूर्व एआइजी र विश्वेश्वर प्रसाद भण्डारी कानुनविद हुन्। आयोगले 898 पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको छ। सामान्यतया प्रतिवेदन बुझाएपछि आयोगको सचिवालय र पदाधिकारीहरूको काम सकिन्छ र त्यो स्वतः विघटन भएको मानिन्छ। राष्ट्रिय नियुक्ति यति नै। अब लागौं महत्त्वपूर्ण अन्तर्राष्ट्रिय नियुक्तितर्फ। इरानका सर्वोच्च नेता। इरानका सर्वोच्च नेतामा आयतोल्ला मोजतबा खामेनी, आयतोल्ला अली खामेनी अमेरिका इजरायलको आक्रमणमा मारिएपछि सन् 2026 मार्च 4 मा मोजतबा खामेनी चयन भएका हुन्। बङ्गलादेशका प्रधानमन्त्री। बङ्गलादेशका प्रधानमन्त्रीमा तारिक रहमान नियुक्त भएका छन्। उनको बङ्गलादेश राष्ट्रिय पार्टीले निर्वाचनमा 2/3 बहुमत ल्याएपछि रहमान सन् 2026 फेब्रुअरी 17 मा नियुक्त भएका हुन्। विश्वको पहिलो एआई मन्त्री। विश्वको पहिलो एआई मन्त्रीमा डिएला नियुक्त भएका छन्। अल्बानिया सरकारले भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन कायम गर्ने उद्देश्यका साथ डिएलालाई नियुक्त गरेको जनाएको छ।
जापानका प्रधानमन्त्री जापानका प्रधानमन्त्रीमा सनाए ताकाइची नियुक्त भएकी छन्। सनाए जापानका प्रथम महिला प्रधानमन्त्री समेत बनेकी छन्। अब बाँकी अन्तर्राष्ट्रिय नियुक्तितर्फ लागौं। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षमा क्रिस्टी कोभेन्ट्री नियुक्त भएकी छन्। उनी प्रथम महिला अध्यक्ष समेत बन्नुभएको छ। त्यस्तै युनेस्कोका महासचिवमा खालिद अन अनामी नियुक्त भएका छन् भने युएन टुरिज्मका महासचिवमा सेखा अल नुबाइस बनेकी छन्। उनी प्रथम महिला महासचिव समेत बन्नुभएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियुक्ति सम्बन्धी जानकारी यति नै। यस्तै महत्त्वपूर्ण समसामयिक अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक र सेयर गर्नुहोला। तपाईको विचार कमेन्टमा अवश्य लेख्नुहोला। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा।